नमस्ते सम्पूर्णमा स्वागत छ तपाईँहरूलाई त्यहाँ चाहिँ गल्ती गरिनु च्यानलमा। हामीले यहाँनिर तपाईँहरूले देख्न सक्नुहुन्छ होला थुप्रै च्याउहरू गरेका छौँ र आज हामीले यस भिडियोमा च्याउ प्लास्टिक कसरी काट्ने, कसरी काट्दाखेरि च्याउ हामीले धेरै फलाउन सक्छौँ, कसरी काट्दाखेरि हाम्रो मोइचर लस हुँदैन लगायतका विभिन्न कुराहरूमा हामी आज यस भिडियोमा डिस्कस गर्न जानेछौँ र हामीले सँगसँगै प्रत्यक्ष रूपमा कसरी हामीले काट्दाखेरि हामीले एकदम धेरै उत्पादन लिन सक्छौँ। सो ढिला नगरिकन सुरु गरौँ हामी। ल यता हाम्रो क्यामेरा देखाइदिउँ। यो चाहिँ यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ खासै हाम्रो यसमा चाहिँ माइसेलियमहरू चाहिँ ग्रोथ भएको छैन। हाम्रो माइसेलियम ग्रोथ भयो भने यहाँनिर पुरै यो प्लास्टिक नै हाम्रो सेतो सेतो हुन्छ र हल्का च्याउ चाहिँ उब्केका जस्तो हुन्छ है। अनि त्यो बेला चाहिँ हामीले प्लास्टिक काट्नु पर्ने हुन्छ। अनि हाम्रो यो प्लास्टिकमा त्यस्तो किसिमको नदेखेको कारणले गर्दाखेरि यो हाम्रो प्लास्टिक काट्ने चाहिँ रेडी भएको छैन। र अर्को बल हामी हेरौँ। ल यता हाम्रो तलतिर देखाइदिउँ। र यसमा हामीले चाहिँ यहाँनिर माइसेलियम ग्रोथ भएको चाहिँ देख्न सक्छौँ है। यहाँनिर पुरै वाइट छ, जुन तपाईँहरूलाई यहाँ देख्न सक्नुहुन्छ। यहाँनिर हाम्रो पुरै वाइट छ, यहाँ पनि हाम्रो वाइट छ है। र यस्तो हाम्रो जस्तै यो च्याउ चाहिँ हल्का यहाँ यहाँ हाम्रो क्यामेरा चाहिँ नजिकमा देखाइदिउँ। यहाँनिर हाम्रो यो च्याउ चाहिँ उब्केको जस्तो छ है, तपाईँहरूले देख्न सक्नुहुन्छ। यो एकदम पुरै उब्क्या छ। अनि यो बेला चाहिँ हामीले यो प्याक चाहिँ काट्नुपर्छ। भन्नाले चाहिँ यस्तो माइसेलियमहरू ग्रोथ भइसकेर अनि यस्तो हाम्रो च्याउ चाहिँ हल्का प्लास्टिक छ भनेदेखि त्यो बेलामा चाहिँ हामीले प्याक चाहिँ काट्नु पर्ने हुन्छ है। हामीले बुझ्न सक्छौँ कि यो प्लास्टिक हाम्रो काट्न एकदम रेडी भइसकेको छ। अब हामीले चाहिँ च्याउको पोका काट्छौँ है। त्यो काट्नुभन्दा पूर्व हामीले च्याउ तपाईँहरूलाई थाहा होला एकदम सेन्सिटिभ छ। यदि हामीले सावधानीपूर्वक गरेनौँ भनेदेखि यसमा धेरै प्रकारको रोगहरू लाग्न सक्छ। त्यही भएर कुनै पनि कार्य गर्नु पूर्व हामीले यस्तो यो स्पिरिट है, स्पिरिट छ हाम्रो, यो स्पिरिट तपाईँहरू लिन सक्नुहुन्छ अथवा ह्यान्ड सेनिटाइजर पनि भनेर आउँछ मार्केटमा है, तपाईँहरूले त्यो युज गर्न सक्नुहुन्छ। अथवा छैन भनेदेखि मेडिकल ग्लभ्स आउँछ नि, त्यो मेडिकल ग्लभ्सले पनि हामीले चाहिँ युज गरेर यो काट्नु पर्ने हुन्छ है। ल म चाहिँ यहाँनिर स्पिरिट युज गर्दैछु, तपाईँहरूलाई यो तिनवटा मध्ये चाहिँ कुनै एउटा युज गर्न सक्नुहुन्छ है। मैले यहाँनिर स्पिरिट युज गर्दैछु। यसरी हातमा लगाएर है, यसरी मजाले हातमा पुरै मिलाउनु पर्ने हुन्छ है यसरी। अनि त्यसपछि हामीले यस्तो ब्लेड लिनुपर्छ। ब्लेड लिँदाखेरि हामीले चाहिँ नयाँ ब्लेड लिएका छौँ है, तपाईँहरूले पनि नयाँ ब्लेड लिनु होला। नयाँ ब्लेडले गर्दाखेरि हाम्रो चाहिँ रोग सर्ने चान्स हुँदैन अथवा च्याउमा हाम्रो अन्य प्रकारको रोगहरू लाग्ने चान्स हुँदैन। ल यहाँनिर हाम्रो नजिकमा देखाइदिउँ। अघि भने जस्तो हाम्रो यो बलमा चाहिँ माइसेलियम ग्रोथ भइसकेको कारणले गर्दाखेरि हामी यो बल चाहिँ काट्न गइरहेका छौँ। तपाईँहरू पनि यसरी नै काट्न सक्नुहुनेछ, जुन चाहिँ यो हामीले भिडियोमा देखाउन गइरहेका छौँ। ल प्लास्टिक काट्दाखेरि हामीले यो एकदम सावधानीपूर्वक चाहिँ काट्नुपर्ने हुन्छ। किन भनेदेखि हाम्रो यहाँनिर चाहिँ च्याउ उब्क्या छ है। अनि यदि हामीले सावधानीपूर्वक काटेन भनेदेखि यो च्याउ हाम्रो चाहिँ काटिन सक्ने हुन्छ। त्यही भएर चाहिँ एकदम सावधानीपूर्वक चाहिँ हामीले काट्नुपर्ने हुन्छ। यसरी हामीले बिस्तारै चाहिँ काट्दै जानुपर्छ। यसरी काटिसकेपछि हामीले हल्का यसलाई चाहिँ प्लास्टिकलाई उक्काइदिनु पर्छ। कतिपय किसानहरूले के गर्छ भनेदेखि यो प्लास्टिक काटेर हाम्रो पुरै प्लास्टिकलाई नै निकालिदिन्छ। त्यसरी गऱ्यो भनेदेखि यसको मोइचर चाहिँ वात्तै लस हुन्छ। अनि त्यही भएर यसबाट जति पनि च्याउहरू उम्रिया हुन्छ त्यसभन्दा आधीभन्दा चाहिँ बढी सुकेर जान्छ। त्यही भएर हामीले चाहिँ यो प्लास्टिक चाहिँ निकाल्दाखेरि काट्दाखेरि यदि आधी जति यतापट्टि र आधी भाग चाहिँ पछाडिबाट यसरी ठ्याक्क अपोजिट साइडमा काटेर उतापट्टि पनि यस्तै चाहिँ छोड्नुपर्छ। यो पुरै प्लास्टिक चाहिँ हामीले निकाल्नु पर्ने हुँदैन। यदि हामीले पुरै निकाल्यो भनेदेखि यो च्याउ हामीले जति चाहिँ उम्रिया हुन्छ त्योभन्दा आधी सुकेर नै जान्छ। किनभने यसको वात्तै मोइचर लस हुन्छ र जति हामी फलाउन सक्ने चाहिँ हाम्रो टार्गेट हुन्छ त्यति हामी फलाउन सक्दैनौँ है। ल त्यसपछि हामीले पछाडिबाट काट्नु पर्ने हुन्छ है। यहाँ पछाडि हाम्रो काट्न अलिक गाह्रो भयो है, तैपनि हामी ट्राई गर्छौँ।
अलिकति अप्ठ्यारो भइरहेको छ यतातिर काट्न। यसरी हामीले बिस्तारै काट्नुपर्ने हुन्छ। यसरी बिस्तारै काट्नुपर्छ। काटिसकेपछि अघि जस्तो उता जस्तो हामीले चाहिँ गराइदियो बिस्तारै प्लास्टिकलाई यसरी उकाइदिनु पर्दछ। यति जति आधी जति हामीले चाहिँ उकाइदिनु पर्छ है। ल अब हाम्रो यो प्याक काटेको रेडी भयो। यसरी हामीले लगभग 21 दिनमा च्याउको प्याक अथवा बल चाहिँ हामीले काट्नु पर्ने हुन्छ। भिडियो मन परे लाइक सब्सक्राइब र कमेन्ट गर्न नभुल्नु होला। यदि हजुरहरूलाई कुनै समस्या भए तपाईहरू कमेन्ट मार्फत सोध्न सक्नुहुनेछ। हस्त धन्यवाद।